आजको दिन रमाइलो छ। अहिले घाम लागिरह, भरे बेलुका के हुने हो। अघिसम्म चाहिँ क्लाउडी थियो, अहिले घाम लागिरह। मान्छेहरू समर स्विमिङ पुल इन्जोय गरिरह। हामी चाहिँ अब वनतिर आगो बाल्न जाने। लेट्स गो। हेलो, फेरि आयो हामी लाज पचाएर अर्को भिडियोमा। हामी चाहिँ अब वेस्टफिल्ड जाँदैछौँ। केही सपिङ खतरङ खुतरुङ खानेकुरा बारबेक्यू गर्ने हाम्रो प्लान छ आज चाहिँ। आज यहाँ अस्ट्रेलियामा सन्डे, आज हाम्रो लङ विकेन्ड छ। भोलि पनि छुट्टी छ, मन्डे पनि। भोलि क्यानबेरा डे हो। सो आज चाहिँ हामीले चाहिँ केही गर्नुपर्छ भनेर छुट्टी भयो कि हामी चाहिँ आगो बाल्न जान्छौँ। आगो बाल्न चाहिँ हाम्रो चाहिँ उता कटर ड्याम त्यस्तो जाने उसहरू चाहिँ टन्नै छ, तर आगो बाल्ने ठाउँ नै चाहिएको भएर हामी चाहिँ धेरै जस्तो चाहिँ त्यो मैले त्यो पहिलाको त्यो भिडियोमा नि हालेकै ठाउँमा जान्छौँ हामी चाहिँ त्यहाँ, किनकि मजाले पाउँछ त्यहाँ चाहिँ दाउराहरू आगो बाल्न पाउने भएको भएर। अब अहिले चाहिँ हामी वेस्टफिल्ड जाँदैछौँ। यहाँबाट टक्क वेस्टफिल्ड आउँछ। वेस्टफिल्डभित्र हामी सपिङ गरेर फेरि जान्छौँ। हेलो गाइज, हेलो। यस, अब चाहिँ हामी बनिङ्स जाँदैछौँ। भर्खरै वेस्टफिल्डबाट सामानहरू खानपिन अलिअलि के हुन्छ किन्यौँ। त्यसपछि अब आगो बाल्नको लागि हामी त्यहाँ जाने बेलामा पहिला चाहिँ त्यहीँ थियो दाउराहरू, तर जस्ट इन केस त्यहाँ छैन भने चाहिँ दाउरा बाल्न पाएन भनेर हामीले चाहिँ अब आफ्नै सेफ्टीको लागि चाहिँ, आफ्नै ब्याकअपको लागि चाहिँ एउटा फायरवुड किन्ने भनेर हामी चाहिँ बनिङ्स जान ला। ओहो, एक्सिडेन्ट त मिठो हानेछ त। भर्खर भएको रहेछ है। तेरिका जाम बनाउने भयो नि त, सोल्टी जाम बनाउने भयो। त्यहाँ देखिन्छ मजाले ठोक्दैछ त। ल गाइस, ठाउँको ठाउँ भर्खरै ठोकिदियो। यो पब्लिक होलिडेको यो लङ विकेन्डमा चाहिँ किन हो कुनै यो के मान्छेहरूले खाएर चलाएर हो कि न के भएर यो लङ विकेन्डमा त एक्सिडेन्ट भएकै हुन्छ भने कसरी कता के ठोकिरहेकै हुन्छ। यो गाडी त फर्किदियो, यो गाडी पनि फर्कियो। सब फर्कियो। यताबाट घुमा न, यताबाट घुमा न। यो अहिले खोल्दैन जस्तो छ। बोलाउनु पर्छ। क्या मजाले हान्दैछ क्या। अब हुन्छ नि पछाडिको त कचक्कै दोस्तै कचक्कै भएछ। अलिक अगाडि जान न, अगाडि गएर फर्कन देखाउनु। मान्छे के बुढो रहेछ कि क्या र। ओ ध्वस्तै नै ठोकेछ, ठोकिन पनि कस्तो डला गरेर ठोकिरहेछ यार। कचक्कै बनाएछ त हो सोल्टी। बज्राममै पर्छ त। अगाडिको कसरी ठोकेछ हो यो। चाँडो फर्कामा उता नै अर्को ठोकेछ फेरि। In 600 meters, turn right onto Lackland Street. कसरी ठोकेछ हो त्यो।
यताबाट त्यो उता आएको त्यो उताबाट आएको गाडी अनि फेरि अर्को पनि ठोकेछ तीनटा गाडी कसरी ठोकेछ त्यसको उसले नि हुन सक्छ त्यसको त्यो पार्ट्सहरुले लाग्छ नि उडेर के पछाडीको एउटा पछाडी यताबाट हानेको यता त्यो पछाडीकोले हानेको त्यो पछाडीको त्यो उताको त्यो सेतो गाडीको त कच्चाको पछाडि कच्चाकै भन्छ पछाडीकोले त हान्यो मजाले हैन ए झाँसमा लाग्छ त्यो झाँसमा लाग्छ यस्तो भयो त्यो सेतो गाडी त्यो पछाडि कुचेको गाडी चाहिँ यताबाट जाने बेलामा हो यसरी के अरे यता राइटतिर मोड्न लाग्थ्यो होला अनि मोड्न लाग्थ्यो होला अनि पछाडिको गाडी चाहिँ स्पिडमा आएर त्यसले ज्याममै हान्दियो अनि त्यो उताबाट आएको गाडी पनि ठोकियो ट्याक्कै यसरी जाने बेलामा त्यो पछाडिको गाडी ठोकिदियो अनि उताबाट आएको किनकि पछाडिको त्यस्तो मजाले कचाक्कै गयो त बिचरा अनि त्यो पछाडि त्यो ज्याजको होइन त्यो पछाडिको त्यो माझ्दाको चाहिँ खै त्यो बुढो त्यो अलिकति एज मान्छे नै जस्तो थियो क्यारे त्यो निकाल्दाखेरि त्यस्तो साह्रो त केही भएन होला त्यस्तो ठोकिन चाहिँ मजाले ठोकियो पछाडि मान्छे बसेको थियो भने चाहिँ अलिकति गाह्रो हुन्थ्यो होला पछाडि खाली थियो के थियो यस्तो यो विदेशमा चाहिँ हो यस्तो हुन्छ क्या कि एक्सिडेन्ट हुँदै हुँदैन कि भयो भने चाहिँ मजाले हुन्छ ज्याममै नेपालमा नि हुन्छ नहुने त होइन तर यहाँ चाहिँ कम्पेयर गर्ने बेलामा चाहिँ अलिकति हुँदै हुँदैन कि भयो भने चाहिँ मजाले हुन्छ अब हामी फेरि यताबाट घुमेर फेरि अर्को रुट लिएर अब जाँदैछौँ गाह्रो केस 4:30 भयो घाम चाहिँ मजाले लागिरहोस् भरे फेरि पानी एकैचोटि झरर पर्दियो भने त सकिएको त अनि आज चाहिँ मैले चाहिँ मजाले भ्लग बनाउन पाइरहेको छु किनकि आज ड्राइभर छुट्टिएछ आज एम्बुलेन्सहरू आइहाल्यो होइन आइहाल्यो हामी चाहिँ त्यही बाटो के फेरि त्यही गरेर छोएला हैन छोड्न Continue on Redfern Street. उताबाट चाहिँ नयाँ विथलम सबब Let's go विथलम सबब अघि भर्खरको एक्सिडेन्ट Take the next left onto Coppins Crossing Road, John Gorton Drive. यो लङ विकेन्डमा भइराकै हुन्छ कि यो किन खै कुन त यो Continue on John Gorton Drive for 5 kilometers. त्यसै यो यहाँको यो अनि पुलिसहरु यो लङ विकेन्ड भन्ने बित्तिकै त्यसै सक्रिय हुनुको कारण चाहिँ त्यो पनि हो के खै किन हो त्यो न त्यो खाएर चलाएर हो या त्यो किन हो त्यो सुनिरहेकै हुन्छ लङ विकेन्डमा कुन कता न कता ठोकियो एक्सिडेन्ट भयो भनेको सुनेकै हुन्छ सो बिस्तारै चलाउनु पर्छ हामीले चाहिँ नयाँ सबबहरू उतिनीहरू चाहिँ सब नयाँ सबब अब यो हामी चाहिँ यता के अरे बेलकन साइडबाट आउने बेलामा चाहिँ अनि उता चाहिँ सबै त्यो कुम्सहरू छ त्यो कुम्सहरूमा चाहिँ पहिला चाहिँ हामी चाहिँ सिधै तलबाट जानु पर्थ्यो अहिले चाहिँ नयाँ ब्रिज बनाउँदै त्यहाँ चाहिँ त्यो ब्रिज बनाएपछि चाहिँ धेरै सजिलो हुन्छ किनकि पहिला चाहिँ त्यो ब्रिज नभएको बेलामा चाहिँ के अरे हामी चाहिँ तल गएर त्यो फ्लडिङ तल त्यो खोलाकै त्यो तल जानु पर्थ्यो क्या त्यहाँ चाहिँ रेनी सिजनमा चाहिँ फ्लडिङ भइरहेको थियो अनि यो बाटै बन्द हुन्थ्यो त्यो अब चाहिँ त्यो नयाँ त्यो पुल चाहिँ सिधै माथिबाट बनाउन थाले अनि त्यो बनाएपछि चाहिँ धेरै नै सजिलो हुन्छ त्यो फ्लडिङको त्यो कुराहरू त्यस्तो फ्लडले त्यो केही असर चाहिँ पार्दैन त्यही भएर यहाँ चाहिँ पुरा वक उस भएर के अरे यता यो नयाँ रोड बनिरह अनि यताबाट हामी चाहिँ सिधै तल जान्छौँ अहिलेको लागि चाहिँ पछि पुल बनेपछि चाहिँ जाँदैन अहिले चाहिँ हामी चाहिँ सिधै तल जान्छौँ नयाँ रोड पनि देख्यौ नयाँ रोड पनि यो साइडमा बन्दैछ
बिस्तारै राम्रै चलाए आमा सोचे गराउन बिस्तारै चलाउनु फोकस निस्केरी रोडी त घुम्ती पनि छ त्यहाँ नयाँ यही हो नयाँ पुल बनिरह यो हामी चाहिँ अनि यो अहिलेको लागि चाहिँ तल रोडबाट जान्छ यो चाहिँ नयाँ पुल बनिरह मात्र गरिदिउँदा तिम्रै हुमा बिर्सेको छुइनँ माया अलिअलि भोकल पनि अलिकति गीत गाउन मन लागेको अवस्था कहिलेकाहीँ गीत पनि जान्छ मैले मेरो मुखबाट हैन बोली पो जाँदैन अनि बोली पनि के अरे मैले अलि प्रयास अभ्यास के अरे प्र्याक्टिस गर्दैछु मैले किनकि भ्लगमा चाहिँ बोलेन भने चाहिँ बोरिङै हुने रहेछ क्या मलाई त एडिट गर्ने बेलामा पनि होइन बोलेकै छैन यो बाहिरको मात्रै देखाइरह होइन मैले के राखौँ जस्तो हुन्छ क्या पछि चाहिँ होइन यो बोलेको राख्यो भने चाहिँ बरु जेसुकै बोल्यो भने चाहिँ बल्ल मान्छेहरूलाई चाहिँ हेर्न पनि मजा त्यस्तै बोरिङ चाहिँ नहुने रहेछ क्या मलाई त्यस्तो लाग्यो त्यही भएर यो भ्लगमा चाहिँ म सकेसम्म बोलेको गर्न ट्राई गरिरहेको छु अब आफूलाई अब टक्क लेभल अप गर्दै जानु पऱ्यो नि त होइन किनकि त्यो पहिलाको त्यो लास्ट भिडियोहरूमा पनि अब यताको खिचेर बोले छैन होइन के बोल्ने थाहै छैन त्यही भएर अहिले चाहिँ म बोलिरहेको छु केही न केही बोलिरहेको छु किनकि मेरो भ्युवर्सहरूलाई चाहिँ बोर नहोस् भनेर एनिवेज यही हो यहाँ के अरे यो अस्ट्रेलियाको लाइफ चाहिँ यसरी नै चलिरहेको छ आएको 7 वर्ष अलमोस्ट 7 वर्ष हुन लाग्यो काम जाओ मन्डे टु फ्राइडे काम गर 9 to 5 गर त्यसपछि पब्लिक होलिडे आयो भने अहिलेको यो फेजमा चाहिँ पब्लिक होलिडे आयो भने एकदमै खुसी काम गर्न परेन भनेर पहिलाको यो स्टुडेन्ट लाइफको फेजमा चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि पब्लिक होलिडे आयो भने कहाँ मान्ने डबल पे आउँछ भन्दै हो त्यो बेला त अब पब्लिक होलिडे विकेन्ड भन्ने बित्तिकै काम हाल्नुपर्छ पब्लिक होलिडे नै दिएन यार सिफ्टै पाएन यार भनेर टेन्सन मान्नुपर्ने अवस्था थियो अहिले चाहिँ टक्क अलिकति हुँदै गएपछि चाहिँ एउटा यस्तो टाइम आउनु रहेछ कि होइन अब काम गरिरहेकै छ अब यो पब्लिक होलिडे अब केही भन्दा रमाइलो गरौँ न लाइफमा कति काम कति के गर्ने कति आफ्नो जिन्दगी पनि जिउने हो नि भनेर चाहिँ एउटा फेज एउटा लाइफमा आउने रहेछ मेरो चाहिँ आयो भनौँ न त्यही भएर अहिले चाहिँ म चाहिँ पुरा अलिकति लेट ब्याक हुँदै टक्क मन्डे टु फ्राइडे 9 to 5 काम विकमा 35 आवर्स गऱ्यो टक्क अनि त्यसपछि पब्लिक होलिडे रमाइलो गर्ने यताउता घुम्न जाने त्यही हो 38 भनेको त अब के अरे त्यसमा हाम्रो त्यो आधी घन्टाको ब्रेक पनि इन्क्लुड हुन्छ नि त हो र अन्त 36 into 36 होइन किनकि कस्तो हुन्छ भन्दाखेरि हाम्रो त खासमा चाहिँ 38 आवर्स भन्छ होइन 38 भनेको त हाम्रो पेड 38 हो नि त पेड 38 मा त नि हाम्रो टोटल के अरे त्यो हाम्रो लन्च टाइम भनेको चाहिँ अब अलमोस्ट 1 घन्टा नै हुन्छ नि त 30 मिनट्स चाहिँ पेड हुन्छ अर्को 30 मिनट्स चाहिँ अनपेड हुन्छ हो नि त मलाई त मेरो 36 हो के 38 आवर्स हो तेरो हावा होइन 38 नै हो मेरो हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि 38 लन्च ब्रेकै भइहाल्यो त्यो पेडै भइहाल्यो अनि 15 मिनट्स टी ब्रेक अर्को 15 मिनट्स टी ब्रेक भनेको हाफ अलमोस्ट 1 आवरै भनौँ कि त्यही भएर ओभरअल त्यो पेड ब्रेकलाई त के गर्नु हो र त्यही भएर ब्रेकलाई नगरिकन चाहिँ काम मात्रै भनेको चाहिँ 35 आवर्स हुन्छ हप्ताको सो त्यही हो सबैजना अब हाम्रो पहिलाको भर्खर अस्ट्रेलिया आउने बेलामा बनाएको साथीहरू सबैलाई सम्झना चाहे मैले साँच्ची भने त्यो बेलाको त्यो काम गराए त्यो बेलाको त्यो कसरी काममा भागिन्थ्यो त्यो बेलाको त्यो पीडा छुट्टै थियो त्यो पीडामा फेरि मजा पनि थियो कि फेरि त्यो बेला उमेर पनि थियो हसल पनि गरिन्थ्यो फेरि रमाइलो पनि गरिन्थ्यो अहिले फेरि त्यो अनुसारको चाँगर चाहिँ छैन क्या फेरि अब त्यो उमेरले भन्ने हो उमेरले जस्तो लाग्छ मलाई किनकि
अहिले अब टाइम छ होइन ठिकको काम गरिरहेछ ठिकै छ सबै ठिकै छ त्यही पनि त्यो मिल्दै नमिल्ने क्या त्यो रमाइलो गरौँ भन्दाखेरि त्यो बेलामा हसल पनि जस्तै गरिन्थ्यो काम पनि जस्तै हानिन्थ्यो फेरि रमाइलो गर्ने टाइम पनि निकालिदिने फेरि अब केटाहरू पनि निकालिदिने त्यस्तो हुन्थ्यो फेरि केटाहरू पनि मिल्दैन आइजानु भनेर आइदिने यहाँ चाहिँ त्यस्तो चाहिँ छैन फेरि हुन त ठाउँले पनि फरक पारेर होला कि क्यानबेरामा चाहिँ त्यस्तो मान्छेहरू छैन सबै अलिकति फ्यामिली म्यानहरू भएर बसेको होइन टक्क सबै त्यस्तो खाले मान्छेहरू छ त्यही भएर उनीहरू आफ्नै लाइफमा रमाइरहेछन् सिडनीमा चाहिँ कस्तो हुँदाखेरि सबै प्रायः चाहिँ सिङ्गल यताउता सबै आफ्नो लाइफमा हो भर्खर यङस्टरहरू त्यस्तोहरू हुन्छ नि त पार्टी गर्ने त्यस्तो काम गर्ने पार्टी गर्ने रमाइलो गर्ने त्यस्तो हुन्थ्यो सिडनीमा चाहिँ त्यस्तो थियो यहाँ चाहिँ त्यस्तो छैन तर ठिकै छ अहिले यो जुन उमेर लगाइरह अहिले चाहिँ यही ठिक छ शान्त क्यामेरा ठिक छ पोखरा जस्तै लाग्छ हेर्नुहोस् यताउता सब जङ्गलहरू यता डाँडा पाखाहरू नै हो यो सबै यो रमाइलो छ युरिया र हामी चिकन के भन्छ रे मान्छे टनाएर चिकन क्या पटो चिकन उडाइदिनु जस्तो फिल भइरहेको थियो क्या त्यो मासु किन्ने ठाउँबाट गम खाइदिनु एउटा बोटकोमा प्लेटमा हालेर खानु न हैन अब चस्मा सिन्छ हालेर क्या पहिला त खोला आएको थियो नि हालै त्यहाँ उ त्यहाँ त डुबाउँदै नि यस्तो हो के त्यो खोलाको त्यो खोलामा अनि मिरामेट ठुलो मिरामेट थियो रे त्यस्तो सुकेको रे अनि त्यो ठुलो मिरामेट झ्वाप्प पौडी खेल्दै गर्दा त्यहाँ खोलाको पानी त सब बाहिर निस्केको रे के त्यो मिरामेट चाहिँ को हो त नि मिरामेट त साइमा आइस त को चाहिँ त्यहाँ हाम्फायो भने डिस्प्लेस होला जस्तो देखेको जस्ट इमेजिन क्या ब्रादा बेबी म त्यस्तो भने यार भन्न चाहिँ उसले भने फेरि सुरु चाहिँ भनेको फेरि आफूमै आयो के भन्न काँटा चाहिँ यहाँभित्र छ त्यहाँभित्र Oh my God, Punarai, please. मलाई Punarai. Guys, यो vlog हेरिराख्नु भएको छ भने प्लिज पुनाराईलाई ट्र्याग गरिदिनुहोस् रे के पहिला फार्मिङ साइमाले पुरा इमेजिन गरिसके के हो किङ प्रन्स हो चस्मा लगाएर मामाले पुरा गर्दै हुनुहुन्छ यो ग्रिन प्राउन्स है होइन यसरी केलाउने बेलामा चस्मा लगाएर मात्र गर्न सक्छ क्या त्यो भनेको मामाको जस्तो चस्मा यसरी गरौँ न त ब्लगमा कत्रो ठुलो हो त नि होइन अफवालै छ नि हाम्रो पाकिरहेको छ पकाउने साफ Yes sir. Brown. lemon
बाबा पेपर दिन्छ पेपर किन कामै गरेको त अलि तेल हाल्नु पर्दैन त अब म त फालम कि निलम भइरहेको थिएँ कि पछि फेरि खाइदिएँ मैले दोदल त छोडी सक्छ तर मैले तपाईँहरूलाई जापानमा वाग्यु खाँदाखेरि चाहिँ एकदम याद परेर हाम्रो ग्याङलाई खावै चिजेर अहिलेको लोड चाहिँ हाम्रो ल्याम्प पाक्दैछ ब्युटिफुल ल्याम्प साथीहरू विदेशमा आएर यस्तो खोला नाला देख्नु पनि एउटा चिज हो के चिज हो सुहाग रखना दिल की संदूकों में मेरा काम रखना सितारों पे भी मेरा तू सलाम रखना अंधेरा तेरा मैंने ले लिया मेरा उजरा सितारा तेरे नाम किया चन्ना मेरे आ मेरे आ चन्ना मेरे आ मेरे आ मेरे आ मेरे आ ल्याउ पो पर्यो उतै जाने मेरो त प्लेट पाल पर्छ फेरि सबैको भिडियो गर न मजा आयो भात देखाउँदै तिम्रो मोमोको भाँडामा ए मामा मैले प्याजै पाइनँ त प्याज र लेमन छ भने ठिकै छ छैन भने ठिकै छ छ मजाले 022216 हाइट लेमन हाल्दाखेरि त है प्याज त कत्रो रहेछ प्याज कसैले खाने गाइस